हेलो गाइज भर्खर उठेको छु म होइन अहिले 11 11:30 भइसक्यो रहेछ। अब मुख सुख धोएर मुख धुवाइ पर्न सक्छ। आजको मेरो निद आराम गर्ने भनेको त्यहीले हो के। सुतिरहेको मान्छेलाई आएर चाट्ने, कोट्याउने, सिरक फालिदिने, दिमाग खराब गरेछ यही हो। सो भर्खर रुमाल बाँधेको छु टाउकोमा, कपाल अगाडिको मुखमा आउँछ कि आँखामा कति किलो भयो कपाल पनि। के छ त धेरै दिनपछि मैले यहाँ भिडियो बनाउन लाग्छु। यसो भिडियो हालिरहने भनेर सोचिरहेको छु। डेली भ्लग त खै हुन्छ कि हुन्न, तर भिडियो हाल्छु यताउता जस्तो भयो भने हैन। चम्की देखिया त यार गजब बेइज्जती है। हलतिर जाँदै ले धुलो खाना पर्छ यार। यताबाट पनि अटो आएको छ, उताबाट पनि अटो गएको छ यार। गाह्रो छ। को छन् क्यारममा, आज क्यारम बोर्ड खेल्ने भने के हुन्छ भन्दा चाहिँ यता यो भवन चाहिँ प्रगति भएको छ। पेन्ट सेन्ट लगाएर बााउन्ड्री साउन्ड्री सब लगाएर दामी भएको छ। यता पनि छ के भन्छ यसलाई यार, के नाम छ कि त्यहाँ खोप केन्द्र बच्चा बच्चीलाई दामी भएको छ। म भित्र आएको छु। यहाँ मन्दिर झिलिमिली सिलिमिली त्यो अस्ति नै लगाएको अझै छ, दामी छ। यता चाहिँ फेरि पर्खाल बन्न लाग्छ अरे, सब बनिरहेछ। पहिलाभन्दा चाहिँ धेरै धेरै भन्दा पनि धेरै प्रगति भएको छ। केही थिएन पहिला त। यहाँ खोप केन्द्र हो कि, खोप केन्द्र लेखेछ। गाइस अहिले चाहिँ हामी अटोभित्र छौँ। भर्खर उता घुमेर आएँ। क्यारम बोर्ड खेल्न त्यहाँ भाइहरू। एकछिनपछि क्यारम बोर्ड खेल्नुपर्छ। सिक्दैछु क्यारम बोर्ड खेल्न। कपिलाई लान्छ मलाई त फर्स्ट टाइम माने कि त हिजो
पान खाँदै बाहिर मौसम खोला माछा मार्ने होइन दाइहरू त्यहाँ छन् म चाहिँ यहाँ छु चिप्लो पुरै रातो भएको छ पानी खाएर हजुर यहीँ बसौँ न पहिला हामी यहीँ बस्या हो आगो धन्क्यो बल्ल यार अग्नु बोलेकै थिएन पुरै साँझको अवस्था छ एकदम खोलामा बसिया छ खोला ड्याम दाइले एकदम पुरा यतिको ह्यान्डसम भएको मान्छे नेपालमा खोजेर पाउँदैन लुक्छ हेर्नु त लुक्छ मेरो क्यामेरा एक्सन गर्दाखेरि अनमोल केजी त 3 टुक्रा त्यस्तो खालको लुक्छ भएको मान्छे हो म सो गाइज भर्खर घर आइपुग्यो खाना खाने हो त्यसै ब्लग दिन हुन्छ तर कस्तो अर्को लागिरहेको के धेरै दिनपछि भिडियो बनाएर क्या बोल्न अलि अप्ठ्यारो लागिरहेछ कपाल त फेरि वाइल्ड खतरा ठुलो छ क्या कपाल त बहुत गाइस सब्सक्राइब चाहिँ हानिराखौँ है थ्याङ्क्स फर वाचिङ दिस भिडियो